कुन चाहिँ कुन चाहिँ यो चाहिँ दामी लाग्दो रहेछ यो मैले चलाउने त अन्त अस्ति चला अस्ति उद्दाको नि त हौ अस्ति सेवामा आउनुहोस् तपाईँहरू यहाँनिर हामी मोमो बनाउँदैछ खानुको लागि मोमो पनि अलिअलि होइन नि ठुलो छ यहाँनिर कति केजीको 4-5 केजीको मापन नाना ए माइली नाना बोल्छ हौ सिपिनी बोल्छ बोल्नु त हेर्नुहोस् साथीहरू आज हामी मोमो बनाएको मोमो पार्टी हाम्रो भेज मोमो है हाम्रो आज चाहिँ एकदम पार्टी छ हाम्रो पार्टी जेठी पार्टीमा सहमत हुनु हुन्छ माइली फ्यामिली डिनर यता साइली यता काइली कान्छी खै कता गएछ सबैजना यतै छ 5 जना दिदी बहिनी मिलेर चाहिँ यहाँ हामी मोमो बनाउन आएको मोमोको लागि चाहिँ यहाँ एउटा कता गयो यसरी निचोर्नु पर्दो रहेछ है कोपी चाहिँ झोलामा लगाएर यत्रो पानी निस्किँदो रहेछ है होइन कोपीबाट पनि यस्तो पानी निस्किन्छ र यस्तो पाराले चाहिँ अन्त निचोरेपछि त अन्त आमा पानी हो यो त कोपीबाट पनि यस्तो निस्किँदो रहेछ पानी थेटरिका निचोड्दै यहाँनिर थुपार्दैछ यसरी हो आमा एक बोल भइसकिसक्यो यहाँ पनि आफैलाई नै उयो हुन्छ त्यो यसरी तेल पनि लाउनु पर्दो रहेछ एउटा हातले मुस्नु पनि मजा अघि एउटा प्याकेट छ कि होइन लगाएर अन्त यो खालको तेल लगाएपछि कहाँ हुन्छ अन्त मोमो पनि कम्ती छ अन्त आमा बोलमा चुली न चुली यो खालको तेल चाहिँ 1.5 केजी चाहिँदो रहेछ है एक प्याकेट अघिसक्यो यसमा आधी लगायो अब रेडी हुन्छ अब कहिले बनाउने आएको नि थेट अब रेडी भइसकेको छ खोइ देखाउनु त मामालाई पनि ल्याउनु त मामाले के यतै राखिदिने हो है राखिदिनु न तताउनु त पर्छ यता पाक्दैछ यहाँ पाक्नेवाला यो पाक्नेवाला